नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने अब बङ्गलादेश प्रिमियर लिगमा। दर्शकवृन्द, नेपाली लेग स्पिनर सन्दीप लामिछाने आगामी संस्करणको बङ्गलादेश प्रिमियर लिग खेल्न राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्। राजशाही वारियर्सले आइतबार सन्दीपलाई टोलीमा भित्र्याएको पुष्टि गरेको हो। यस टोलीमा न्युजिल्यान्डका अलराउन्डर जिमी निसम पनि छन्। सन्दीपले यसअघि बीपीएल 2018-19 मा सिलेक्ट सिक्सर्सबाट खेल्दै 6 खेलमा 4 विकेट लिएका थिए। नेपालका लागि उनले 68 टी20 अन्तर्राष्ट्रिय खेलमा 129 विकेट लिइसकेका छन् भने समग्र टी20 करियरमा 160 खेल खेल्दै 237 विकेट उनको नाममा छ। भर्खरै सम्पन्न एनपीएल 2025 मा सन्दीपको कप्तानीमा विराटनगर किङ्स प्लेअफसम्म पुगेको थियो। यो अनुबन्ध नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हो। बीपीएल जस्तो ठूला फ्रेन्चाइज लिगमा सन्दीपको अनुभवले नेपालको ब्रान्ड भ्याल्यु अझ बढाउनेछ। अब सबैको नजर बीपीएलमा सन्दीपको जादु कति चल्छ। यस्तै ताजा अपडेटका लागि स्पोर्ट्स लाइन नेपाललाई फलो, सब्स्क्राइब गर्न नबिर्सनुहोला।